हेलो एभ्रिवान सो गाइस हामी चाहिँ नर्थ सिक्किमको ट्रिपको लागि जाँदैछौँ र आज बिहान पनि हामी गान्तोकको गाडीमा चढिसकेको छौँ र आज चाहिँ हामी गान्तोकको तर्फ जाँदैछौँ फर्स्ट सो गाडीमा जाँदैछौँ र फाइनली हामी गान्तोकको अङ्कलको होटलमा पनि पुगिसकेको छौँ र होटलमा सामान राखेपछि एकछिन हामी मार्केटपट्टि निस्किन्छौँ हो मार्केटमा हल्का हामी चाहिँ घुमेर हेर्नुको लागि चाहिँ मार्केटमा निस्केँ र म बहिनी अन्त हामी सबै घुमिरहेको छौँ घुमेपछि हल्का अलिकति यहाँको सिनेरिजमा पनि फोटोहरू खिच्यो हो फोटोहरू खिचेर त चाहिँ धेरै खुसी लाग्यो कि हामी धेरै दिन बादमा बाहिर निस्किँदाखेरि चाहिँ धेरै खुसी लाग्यो र गान्तोकको चाहिँ एमजी मार्ग चाहिँ सधैँभरि नै मजाले सजाएर राखेको हुन्छ र आज चाहिँ क्रिसमस पनि थियो त्यसले गर्दा चाहिँ अब धेरै नै मजाले सजाएको थियो र हामी चाहिँ हल्का त्यसपछि चाहिँ वेस्ट पोइन्टमा पनि गयौँ हामी वेस्ट पोइन्टमा चाहिँ हामी एक्चुअलमा चाहिँ नयाँ मोड रहेछ एकदमै दामी बनाएको हो वेस्ट पोइन्टमा चाहिँ हामी घुम्यौँ हल्का घुमेपछि चाहिँ अनि हामी डिसाइड गऱ्यौँ कि पिक्चर पनि हेर्ने भनेर त्यसको बादमा चाहिँ हामी पिक्चर हलपट्टि जान थाल्यौँ हो र यो मल चाहिँ एकदमै न्यू हो एकदमै दामी बनाएको छ सिक्किममा हो गान्तोकमा र हामी चाहिँ हल्का यहाँबाट चाहिँ भित्र पसेर चाहिँ हेऱ्यौँ हो टिकटहरू पनि अलिकति महँगै रहेछ टिकट काट्यौँ हामीले चाहिँ नेपाली गाडी पिक्चरको चाहिँ टिकट काटेर अन्त 1 घन्टा वेट गर्नु पर्नुभयो फेरि हामी चाहिँ भित्र बसेर हल्का फोटो खिच्दै बस्यौँ हो अनि वेट गर्दै बस्यौँ त्यसपछि चाहिँ फेरि अनि वेट गर्दै बस्दा धेरैमा चाहिँ भिड पनि हुन थाल्यो अनि रस हुन थाल्यो त्यसको बादमा चाहिँ हामी फाइनली पिक्चर हलमा गयौँ पिक्चर मुभीको लागि बसिरहेको छु र फाइनली पिक्चर सकेपछि हामी बाहिर निस्केको थियो बाहिर यति साह्रो रस भइसकेको थियो क्रिसमस भएकोले गर्दा चाहिँ यति साह्रो रस भइसकेको थियो धेरै रस भएको रहेछ हो र अब चाहिँ हामी डिसाइड गर्दैछौँ कि हामी प्रोग्राम हेर्न जाने किनभनेदेखि किनकि मेरो फेभरेट सिङ्गर अनमोल गुरुङको चाहिँ यहाँ प्रोग्राम छ भनेर मैले सुन्नुमा आएँ अहिले चाहिँ म अलिकति यहाँनिर मेरो फेभरेट सिङ्गर अनमोल गुरुङको लागि आएको छु त्यसले गर्दा हामी मुभी हेरेर चाहिँ आयौँ यहाँ हो अब चाहिँ अनमोल गुरुङको चाहिँ हल्का गानाहरू सुन्ने हो इन्जोय गर्ने हो फोकस कसैको प्यारो भाइ कसैको साथी हुनुहुन्छ अनि उहाँलाई हामी बोलाउन गइरहेको छौँ हि इज नन अदर देन मिस्टर अनमोल गुरुङ हामीले चाहिँ गाना सुन्यौँ धेरै मजा आयो इन्जोय गऱ्यो हामीले लस्ट अफ इन्जोय गऱ्यो अब हामी फेरि भोलि चाहिँ नर्थ सिक्किमपट्टि लाग्दैछौँ सो गाइज थ्याङ्क यू फर वाचिङ